क्यों मर गया? कोई को मत बुलाना। नहीं मैं तो मेरे घर पे चलो। चलो बामो कसम बामो वाले मैले पुछार देखाएको के सो हेलो गाइज म चाहिँ आज यसो पुन्टुको मोबाइल चलाइरहेको है यिनीहरू आज रुम सार्ने रे त्यही भएर हामीलाई बोलायो खोला जाने बाहनाले रुम सार्नु बोलायो गान्डहरूले जान पाख रुम देखाउनु गइरहेको छु होइन त यस्तो छ रुम केटाहरू मिलाउँदैछ सामानहरू यस्तो जात्रा पत्रा छ यहाँ चाहिँ यसो किचन रुम रहेको छ त्यही भएर रुम सारेको अवस्था है धेरै हल्ला आइरहेको छ ब्याकग्राउन्डलाई इग्नोर गरिदिनु होला र अब चाहिँ हामी चाहिँ खोला जाने भनेको त्यसो साँच्चीकै जाने भयो होइन त गाइज हामी चाहिँ अहिले खोला जाँदै है अब दिउँसोदेखि नै हामी खोलामा नुहाउन जाने भनेर साथीहरूलाई मैले लिएर आएको रुम खासमा चाहिँ अब पशुपतिको जात्रामा सिद्राको व्यवहार भने जस्तो पहिला चाहिँ अब खोलामा जाने भन्ने यिनीहरूले हामीले रुम पनि सार्नलाई है अब पहिला माथि बस्दा चाहिँ घामले अब दिनमा पनि लास्टै तातो हुने पक्रिनै थाल्ने हुन्थ्यो भने अहिले चाहिँ हामी तल सरेको छ यो चाहिँ विवेक हेलो यो चाहिँ टोक्कल यो चाहिँ पहिलाकै तपाईँहरूले अगाडि भिडियोमा पनि देख्नुभयो होला टोक्कल दिप्पायन यहाँ चाहिँ टोक्कलले दिपेनले बोकेर है खोलामा जुत्ता लागेको भएर वी वान टोक्कल 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 टोक्कलले सक्यो ओइ 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 त्यहाँ चिप्लो छ है त्यहाँ चिप्लो छ लड्ला अहिले खोला चाहिँ कत्रो ठुलो यहाँ कत्रो ठुलो हेरे हेर्ने त माछा मेरो इ कत्रो ठुलो छ माछा सबभन्दा ठुलो मैले समातिदिएँ है कति धेरै त माछा त माछा ओइ पुन्टु उठ्नु यो काटेर म घोल्नु गइरहेको छु उताले कोही भाग्ने भयो भागै नभए त तेरो त आज त बाँचै जान्छ माफ गर्न बेटा अहिले भाग्न है नभाग्ने फेरि म मासु छेडिदिन्छु भाग्छस् कि चाकमा छिराइदिनु बामो कसम बामो वाले मैले पुछार देखाएको चलो सो हेलो गाइज म चाहिँ आज यसो पुन्टुको मोबाइल चलाइरहेको है यिनीहरू आज रुम सार्ने रे त्यही भएर हामीलाई बोलायो खोला जाने बाहनाले रुम सार्नु बोलायो गान्डहरूले जान पाख रुम देखाउनु गइरहेको छु होइन त यस्तो छ रुम केटाहरू मिलाउँदैछ सामानहरू यस्तो जात्रा पत्रा छ यहाँ चाहिँ यसो किचन रुम रहेको छ त्यही भएर रुम सारेको अवस्था है धेरै हल्ला आइरहेको छ ब्याकग्राउन्डलाई इग्नोर गरिदिनु होला र अब चाहिँ हामी चाहिँ खोला जाने भनेको त्यसो साँच्चीकै जाने भयो होइन त सो वी आर गोइङ टु पुन्टु के चाहिँ झालफुल्ला भन्नु र के हुँदैन कि एकैछिनलाई त अनि
एकदम कालो भइसकेको छ घामले डढेर यस्तो गर्मी छ नि मक्कैले हान्न पाए हुन्थ्यो जस्तो लाग्छ गर्मी ओन्ली वान मेरो कपाल अलिकति लामो छ नि त होइन गाइज सो हामी चाहिँ अब के खोला अरे राप्ती खोलामा जाँदैछौँ यस्तो चिसो छ नि एकचोटि तपाईँहरू पनि आएर चेक गर्न सक्नुहुनेछ यति चिसो छ कि फ्रिजको भन्दा नि डबल के भन् हातमा नआएको त भाइ पनि नआउने कि अलि छुट्टै यस्तो के गाइज हामी चाहिँ अहिले खोला जाँदै है अब दिउँसोदेखि नै हामी खोलामा नुहाउन जाने भनेर साथीहरूलाई मैले लिएर आएको रुम खासमा चाहिँ अब पशुपतिको जात्रामा सिद्राको व्यवहार भने जस्तो पहिला चाहिँ अब खोलामा जाने भन्ने यिनीहरूले हामीले रुम पनि सार्नुलाई है अब पहिला माथि बस्दा चाहिँ घामले अब दिनमा पनि लास्टै तातो हुने पक्रिनै थाल्ने हुन्थ्यो भने अहिले चाहिँ हामी तल सरेको छ यो चाहिँ विवेक यो चाहिँ टोकल यो चाहिँ पहिलाकै तपाईँहरूले अगाडि भिडियोमा पनि देख्नु भएको टोकल डिप्पायन अनि त्यही हो हामी चाहिँ सबै साथीहरू हो अनि उनीहरू चाहिँ हामीलाई यसो सहयोग गर्नलाई आएको अनि त्यसपछि अब रुम सारेपछि अब हल्का तातो भएर हामी चाहिँ अब राप्तीमा नुहाउन जानु थाल्यो है राप्ती खोला चाहिँ स्याम्पू पनि बोकिसकेको छ विवेकले स्याम्पू किन्यो 15-20 रुपियाँ जतिको अनि त्यसपछि हामी चाहिँ जानु यता अब खोला छ है यता चाहिँ यो चाहिँ एकदम उता पुरै महाभारतबाट सुरु भएर उता चितवन राष्ट्रिय निकुञ्ज हुँदै उता भारत निस्किने भारतको बिहार निस्किने हो यो चाहिँ है त्यस्तो प्रकारको हो अब गर्मीमा समर टाइममा तपाईँहरू पनि आएर डुब्की लाउन सक्नुहुन्छ खतरा छ खोला चाहिँ चिसो छ क्या एकदम उताबाट माथिबाट हिउँ पक्रेर आउने भएकोले यो चाहिँ 12 महिना त्यत्रै अब त्यस्तो चिसो खालको यहाँ चाहिँ टक्कलले दिपेनले बोकेर है खोलामा जुत्ता लागेको भएर वी वान टक्कलले सक्यो ओइ ओइ त्यहाँ चिप्लो छ है लट्ला अहिले खोला चाहिँ यस प्रकार छ खोला पहेँलोमा गहिरो छ यो चाहिँ धमिलो के ऊ त्यो ठुलो ढुङ्गामा चाहिँ एउटा चाहिँ अब मान्छे डुबेर पनि मरेको भन्ने सुनेको थियो है त्यहाँ ढुङ्गामा चाहिँ उता माथिपट्टि सही छ भ्यू आजभोलि पुरै हरियो भाषा म त यहीँनिर डुब्छु होला है त्यो गहिरो भएर क्या धमिलो देखिरहेको नभए ठिकै देख्छ माछा धेरै देखेँ क्या दाले ओए माछा यार कहाँबाट देखा तैँले माछा कत्रो ठुलो यहाँ कत्रो ठुलो हेर यहाँ ओ हेर यहाँ त माछा मेरो कत्रो ठुलो छ माछा सबभन्दा ठुलो मैले समाधिदिएँ है कति धेरै त माछा त माछा ओइ पुन्टो उठ्नु हिले कहाँ हिले देखिस् Tarnga, nggak ini sih. Cuma nangis cuma. Ya gitu. Pundu sih tarnga cunggila bro, Dia. पाल भित्र गिरेको नि कति धेरै माछा आएर आज पाखामा है करेन्ट के को करेन्ट भाइ के छ पुग्ने भाइ छ्या तेरो बडी राम्रो छैन सिस्प्याक ये देखिरह सिस्प्याक भनेको सुन बोल्दैन
भ्यागु त यार ओइ जाडो भइसक्यो भने हाय हाय देखि उजुरी यो जुनुङरी त्यो ढुङ्गा हटा न उता बढी छेक है उता तलतिर छेक यहाँबाट जान्छ होला कि यहाँ छेक भन्नाले माछा जान नदेन यहाँ पनि पाल्छ यहाँ ए हैन म छेक्छु यहाँबाट तिम्रो ढुङ्गा पल्टाउन नलाई ओइ ढुङ्गा पल्टाइदे रे ताराङ्गा चोच्छ्यो मुला बेल गला ए धमिले पारेर हुँदै देख्दैन ए म चाहिँ खेलौँ न पौडी तार कहाँ राम्रो तार खेकेकोले जाँडा जाउँदैछ कति धेरै मार्छ होला एउटा चाहिँ म पानीको थोपा निकालिदिन्छु ल ओ कस्तो बलमा आने यार आए मासाला खाँदै त्यसले माछा भेट्दैन ओ यहाँ सर्प निक्ल्यो पल्टा त सर्प सर त्यहाँ ओए के रहेछ त्यहाँ जहाँ पनि फकेटा खाँदा है सब यता छिर्न आएपछि होला त्यही भएर त जाल खेल्ने मान्छेहरू आउँछ त अनि यो भ्लग बनाउने मान्छे यस्तो छ हेर्न छ्या के रहेछ ओए यसले पो मारेछ ए मासाला मेरो चप्पल ओए पेदाकै गए क्या छ्या मासाला कहाँ मु जाऊँ न पौडी खेलौँ यार आज के हो मान्छेहरू धेरै माछा मार्न आएर छ उ त्यहाँ छमियाहरू छ छमियाहरू देखाउँछु उयो त हेरेर आज छमियाहरू आछु बाम ओए जगदीशले मारेर आएको कत्रो के माछा भेट्यो इत्रुलाई कत्रो ठुलो रे जाडोले जमिराख रे क्या ओ माई गॉड कस्तो यति चिसो छ नि पानी पौडी खेल्ने मन हराइसक्यो केटाहरू ल्याङ गर्छ ओइ केटा हो बोल कहाँबाट निकाल्यो त फ्ल्यात्तै पार्दैन केटाले यार सबैभन्दा ठुलो त्यो त होइन यो पनि होइन यहाँ अक्तङ्ग्राउ भइरहेको छ माछाको आँखै निकाल्दैछ ओइ के च्याप्का समातेर आजु चिमगान्डी हिले च्याप्दै यहाँनिर अचार बनाइदिए बाजारको जाल पायो मैले ए पकडाहरू रहेछ त्यहाँ हेर हात लगिहाल्यो गान्डुले देखाउँ भनेर लु बलमानहरू ओइ सर परेछ यार उता खुट्टा छेउमा
ऊ खुट्टा छेउमा पट्केर बाटोमा खाल्ला नला ऊ चिन्छ हो फेरि हो तर बा हेर्दै हेर्दै माछाहरू आउँछ है काका छ माछाहरू प्रायः चाहिँ यो पालभित्र गएर छुइकेर गरेछ त्यो ठुलो माछा हो कि अब यो माछा हो होइन यो ढुङ्गे पल्टाइदिएन पुङ्गे गाइज यसलाई चाहिँ म माया गर्छु ल छि कस्तो पिएर है तु के पनि हुँदैन त यसलाई छि कितना चिपचिपाए तू भाई कितना चिपचिपाए तू तेरो मैं गाँड फाड़ दूं क्या पुण्डे यसको नाम अबदेखि पुण्डे अरे ए यो बोटमा काँडा हुन्छ जस्तो लागेको थियो एकचोटि काँडा हेर्नु पर्यो है ए केमा रहेछ भने पातमा रहेछ अहिले कति एउटा निकाल्नु पर्यो होइन यो काँडाले म घोल्नु गइरहेको छु ल्याउ उतालाई ओ भाग्ने भयो भागै नभए त तेरो त आज त काछै जान्छ माफ करना बेटा अरे भाग्न है नभाग्ने तेरो म मासु छेडिदिन्छु भाग्छस् कि चाकमा छिराइदिनु सो हेलो गाइस मैले चाहिँ एउटा यहाँनिर काण्ड गर्दछु है के भन्नु भएको मुझे ओए ओए ल कहाँ गयो ला मा त्यसको निकाल्नु पर्दै थियो त्यो अड्केर मर्छ फेरि खै लो छैन त यार एकै सर्टमा कहाँ भाग्यो त बिचरा यार हेलो मेन्टेक भाइ किधर हो आप ओ सरी सरी यहाँ रहेछ निक्ल्यो म निकालिदिन्छु ल माफ गर्दा भाइ निक्लेको अवस्था छ है यहाँनिर निक्लेर झऱ्यो यो उता गयो जा जा छोड्यो तँलाई आछु चप्पलै पल्ट्यो त्यसको उहाँ जाँदा भाइ त्यो हिलो भाटामा जाँदा हिलो भाटामा जान ऊ हेर्न उता कि उता त्यहाँ 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 हो ठुक्क पुन्टे त्यसलाई तल्ले त आउँदै आउँदैन कि त्यसलाई त छाप्नलाई छट म छाप्छु यहाँबाट उहाँबाट उहाँ छ क्या यहाँ छ कि छैन एउटा त बुक कहाँ ए इत्रो इत्रो फाल्दै कति धेरै फाल्यो त माकुरीले त ओम चौकले पिचिङ पिचिङ भित्री भित्री छौँ यो बामो 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 कसम बामो भने मैले पुछार देखा पुछार देखाएको छ के ओए भिउ आइज त समाज बामो भने बामो के बामो हो भने यही भित्र के पक 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 सङ्लोस् बामो भने यहाँ छेकेर छेकेर बस छेक्न यहाँ खुताल छेक ओए टोकल सर्प हैन के मुजी बामो भने
कसम सर्प हो भने ओए उ तेरो टाउको सर्प बाम भन्दैछ लठीले गर्नु ओइ बाम भन्ने पर्छ लठीले गर्नु ओइ लट्ठी लट्ठी कसम सर्प हो भने बाम भने कस्तो पर्थ्यो बस्दैन ओइ मा कसम है कस्तो डराएको है भागिसक्यो होला साइकल छैन यही भित्र छ फकेटा फकेटा सर्प हो भने ला चुप लाग्न सर्प होइन भने बाम हो के पुछा देखाएको छ अलिकति फक्ने छिनमा थुनाउन पहिला सर्प भयो नि मार त्यहीबाट जान्छ अहिले तेरो खुट्टाबाट जाऊ जानु नटोके भयो तर बाम यस्तो ठाउँमा आएर के गरेर बसिरहेको बस्दैन है त्यो सर बाम हो भने मैले देखे बाम हो खोइ हात हाल्न भागे छैन त्यही छ भने भागै छैन के छ के छ यो भित्र फकेटा चाहिँ ठुलो रहेछ एउटा उ किन निक्ल्या के त्यहाँ छेक्न है होइन राडो ओइ छ्या हात हालेर हेर्नु के भएको है आछि ओइ गाउँमा ओइ खोइ त फकेटा चाहिँ त्यसले फिलिङ आइरहेको छ रे है बागस जाऊ फेरि सातो उयो भयो भन्दै भने ठुलो माछा मार मार फकेर भाग्यो होला यार छैन छिरे छैन भने छैन यही भित्र छिराएको थियो कि धुलो पारेर यही भित्र छिरेको थियो उता मार मार क्या यो हटाउनु त उयो हटाउनु त यो टुङ्गा हटाउनु तुतिको मै यो टुङ्गा हटाउनु छैन ओइ थियो बाहिर त गएन है ओइ यहाँ बाहिर गएको मासाला कुण्डु बाहिर गएकै छैन सर्प भनेर भागेर मैले देखेँ भए त मैले समाइहाल्थ्यो बाम हो भने नै त्यो यार बुझ्छ चेप्टा हुन्छ क्या बाम चेप्टे थियो त्यो खैरेर बिरे थियो यार कहाँ भाग्यो त अनि? रहेको थियो हावा तरिकाले डलाएर निकाल्नु यो ढुङ्गामा छिरा जस्तो लाग्यो मलाई जे छैन छैन कहाँ छिरायो त यिनीहरूले यहीँ भित्र छिराएको थियो गाइपुगे यही कहाँ निक्लिसक्यो त्यो उयो 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 कत्रो ठुलो पखेटा यही थियो इत्रुलाई नि ठुलो देखिरहेको थियो कि यो त यार चुचुका थियो ज्वारी छैन कहाँ छ त खोइ ए काबो हरायो मा बाम हो भने यार त्यो यार यही चल। छिरेको थियो यार त्यो। लठिल चराएर भागे कहाँ भाग्छ निक्लिनु भाग्नु पर्छ भागेकै छैन भने त यार कोही पनि गएको त्यो भागेकै छैन कि त्यो भयो यही होला कसले अहिले त्यसले कता छ? भागेर परेर होला अहिले कसको हातको धेरै ठुलो छैन बाम नै हो कि नापुन्टे मुनि हिलाउनु छिर्छ र भने अनि खोइ त नि त्यसको मुख चुचो हुन्छ छिर्छ होला नि खोइ त नि लामो खै ठुलो थियो भने कसमले सर्पै हो कि वही सर्प होइन सर्प निक्लिनु परेन र पानीमा कहाँ डुबेर बस्छ सर्प त्यतिखेर त्यहाँबाट भाग्थ्यो भने कि सर्प यार त्यो भाग्यो भने हावा चिसो चिसो छ गाइज होइन हामी चाहिँ माछा मारेर अनि अहिले चाहिँ यसो नुहाएर यता हिँडिरहेको यता दिपन साई चाहिँ अघि नै सुकेको बामहरू खोजिरहेको यो चाहिँ टोकल कस्तो जाडो जाडो, हो, जाडो लोड छ। जाडो। कोही मेसेज सक्दैछ हो हो यो चाहिँ सिक्स प्याकवाला हो कस्तो काम है के हेर, खै देखान राम्ररी। चिसोले के उता चाहिँ त्यो अहिले पनि नुहाइरहेछ अनि यता चाहिँ साथीहरू छ सबैजना हो साथी भाइसक्यो होला त्यो बामनी आज यो साथीहरू सब बाम खोजिरहेछ हामी चाहिँ माछा मारेर नुहाएर सकेर अब माछा यति माऱ्यो अब घरको अब रुममा फर्किँदै है अब खोला खतरा छ आज खोला बढेकोले माछा जे होस् मार्ने अवसर पायो टन्नै मार्यो टन्नै माऱ्यो त्यहाँ बाम पनि भाग्यो मोरी सर्प भनेर भाग्यो यहाँ साथीहरू सब भागेर आइरहेछ चिप्लो चिप्लो छ है बाटो चाहिँ है तर ठिकै छ बोक्यो बिहान अघि नआउँदा पनि बोकिरहेको थियो अहिले पनि बोकिरहेको थियो अनि तेरो बोडी जिम गरेर यसो देख्छ भयो छोड योस् मजा आइरहेको केटाहरूसँग है माछा उठी मारियो यार कस्तो मजा आयो यहाँ साथी चाहिँ माछा धुँदैछ कति धुयो है कोही के होला धुँदा धुँदा खोइ जति धोए झन् घट्दै जाने हो त्यो यहाँ साथी तिमी देखिरह
त्यही हो खोलाबाट अब चाहिँ हामी बिदा गर्दै त्योसँगै अब आजको भ्लग पनि कम्प्लिट यहीँ सकेको अवस्था अवस्था छ।